नमस्कार। जय गोर्खा, जय बीजेपी, जय भारत, जय श्री राम। म एउटा चिज भन्न चाहन्छु आज तृणमूलको डन नेताहरूलाई अनि तपाईहरूले हामीले त्यहाँबाट स्ट्यान्ड गरेर बसिरहेको जग्गा भुटान गेटको छेउमा एउटा अफिस बनाउनु भयो। ठिक छ, त्यो हाम्रो पार्टी अफिस हो, पार्टी अफिस भयो, त्यो त मैले माने। अनि छेउछेउमा तपाईहरूले एउटा सटर बनाएर त्यो इलिगल जमिनमा सटर बनाएर 2-3वटा दोकान बनाउनु भएको छ। त्यो दोकान चाहिँ प्लिज तपाईहरूले खाली गरिदिनुहुन्छ होला भन्ने चाहिँ खाली गर्नु होला। यो चाहिँ अजय दर्जीलाई म भन्दैछु, तपाईले जति पार्टीको नाम लिएर हाम्रो स्ट्यान्ड हडपेर आज तपाईले जति सटर बनाउनु भयो, जति जे गर्नुभयो गर्नुभयो। अब यो हुँदैन। तपाईको त्यहाँ योगी बोलाउनु जरुरी छ, योगीको बुलडोजर लाग्नु जरुरी छ। त्यहाँ छेउमा एउटा बिल्डिङ छ, त्यो बिल्डिङमा पनि पहिला सेन्ट्रलको एउटा घर थियो, गिरिपको घर थियो। गिरिपको एउटा अफिसर मुस्लिम सिओ आएको थियो, उसँग मिलेर तपाईहरु सबैले त्यो जमिन हडपेर एउटा बिल्डिङ बनाउनु भएको छ, कम्प्लेक्स बनाउनु भयो, होटल बनाउनु भयो। ठिक त्यो इलिगल जमिनमा तपाईहरुले आज केस लड्नु हुँदैछ। त्यो पुलिसलाई पैसा खुवाएर त्यहाँ बिल्डिङ उठाउनु भयो, त्यो पनि हामीलाई सबैलाई थाहा छ। अब यो जग्गामा योगी बोलाएर बुलडोजर लाउनु जरुरी छ। अनि अझै दाजु तपाईलाई म एउटा रिक्वेस्ट गर्छु, पहिला दोकान बनाउँदा पनि तपाईहरुलाई मैले कतिचोटि यो गर्नु खोजेको थिएँ, तर तपाईहरुको ग्याङ, तपाईहरुको दादागिरी डन बेसी भएर मलाई सानु आसिङले सम्झाउनु भयो, मङ्गल दाजुले सम्झाउनु भयो, त मैले माने, चुप लागे एउटा पार्टी अफिस बनिँदैछ भने। तर तपाईले त्यहाँ बारेर दोकान बनाउनु भएको छ। प्लिज त्यहाँ 2-3वटा दोकान छ, पान दोकान को छ, तपाईले त्यो दोकान चाहिँ छिटो भन्दा छिटो खाली गर्नु होला। किनभने त्यो दोकान अगर गर्ने, त्यो प्रपर्टी अजयको नाममा छ, अजयको प्रपर्टी हो भने त्यो प्रपर्टीको जमिनको कागज देखाउनुहोस्। हाम्रो गाडी राख्ने यस्तै जग्गा छैन। तपाईँ एउटा ट्याक्सी ड्राइभर भएर तपाईँ पार्टीमा लाग्नुभयो, तर हाम्रो गाडी राख्ने जग्गा हडपेर तपाईले पार्टी अफिस बनाउनु भयो, त्यो मैले माने। त्यो त भयो, अझ तपाईले आफ्नो पर्सनल दोकान बनाउनु भएको छ दाजु। प्लिज यो दादागिरी तपाईले अब बन्द गर्नु होला र त्यो दोकान तपाईले चाँडो भन्दा चाँडो खाली गर्नु होला, नभए योगीको बुलडोजर चल्छ। योगीको बुलडोजर चलेन भने मनोजको हम्मर चल्छ, त्यहाँ फेरि मनोजको पार्टीको हम्मर चल्छ। अनि विशाल लामा ज्यू नमस्कार तपाईलाई, मन शर्मा ज्यू, हाम्रो गौतम दादा, सबैजना हामी तपाईले त बाहिरबाट प्रचार गरेर पार्टी जमाउनु भयो, तर हामी भित्र राम्रो युवा जम्यौँ। किनभने हामीले धेरै घटनाहरू देखेको छौँ, धेरै चिजहरू देखेर हामीले भित्र हामी राम्रो जमेको छौँ। र प्लिज अजय दाजु त्यो दोकानको चाबी, दोकान चाहिँ तपाईले प्लिज खाली गर्नु होला। अब त्यो दोकानमा हाम्रो एसोसिएसन अफिस हुन्छ या बीजेपीको अफिस हुन्छ दाजु। छेउमा तृणमूलको अफिस तोड्छु भनेर त्यहाँ म धम्की पनि दिन्न, किनभने तृणमूलको अफिसको छेउमा मैले एउटा दोकान हडपेर त्यो सिपिएमको मान्छेबाट हडपेर एउटा बुढाबुढी मान्छेलाई दोकान दिएको थिएँ। त्यहाँ पनि तपाईँले दैलो बनाएर टोइलेट बनाइदिनु भयो। त्यो बुढाबुढीको ब्याकग्राउन्ड कोही छैन, बुढाबुढी मान्छे, तिनीहरूको खाउने कमाउने कोही छैन, तर पनि तपाईँले तिनीहरूलाई त्यहाँबाट आउट गर्नुभयो। प्लिज तपाईको अफिसको दैलो अफिसबाट बनाएर चाहिँ टोइलेटमा पस्नु होला। त्यो जग्गा तपाईले राम्रोसँग छिटो खाली गरिदिनु होला। पार्टी अफिसलाई म केही भन्नु चाहन्न, पार्टी सबको हो। र तपाईको त्यो दोकान चाहिँ चाँडो भन्दा चाँडो खाली गर्नु होला दाजु। मलाई रात दिन तपाईको लागि निन्द्रा छैन। तपाईको यो विषयमा तपाईले कुनै गुन्डा ल्याएर मलाई मार्नुहुन्छ भने पनि त्यहाँ इतिहास रचेर मर्नु रेडी छु। तर तपाईलाई राम्रो मुखले भन्दैछु, त्यो दोकान चाँडो भन्दा चाँडो खाली गर्नु होला। यो चाहिँ मैले पर्सनल मेटरबाट बनाएको भिडियो, अनि मिडिया ल्याएर बनाउनु परेको भिडियो चाहिँ अब हुन्छ, आउँछ। तपाईहरुको समय सबैको पृथ्वी गोलो छ, समय घुमेर सबैलाई आउँछ।
सबैको दिन आउँछ, सबैलाई रात आउँछ, सबैलाई दुःख आउँछ, सबैलाई सुख आउँछ। यति दिन तपाईँले पार्टी स्ट्यान्डबाट जानुभयो पार्टी गर्नु, अनि तपाईँले हाम्रो स्ट्यान्ड हडपेर दोकान बनाउनु भयो। यो चाहिँ इलिगल म मान्ने होला छुइनँ दाजु। तपाईँले दोकान चाहिँ खाली गर्नु होला। यो चाहिँ भन्दै म यति नै भन्छु। जय श्रीराम, जय श्रीराम, जय श्रीराम। यसको लागि म मर्नु पऱ्यो भने पनि मर्नु रेडी छु। र तपाईँले त्यो दोकान चाँडैभन्दा चाँडै खाली गर्नु होला भनेर चाहिँ अझै दाजुलाई चाहिँ दाजु भनेर अझै भनेर इज्जत गरेर भन्दैछु। त्यो दोकान खाली गर्नु होला। अगर खाली गर्दिनँ, मेरो दोकान हो मेरो भनेर तपाईँले भन्नुहुन्छ भने त्यो हाम्रो जग्गाको तपाईँले कागज देखाउनु होला। ल, इलिगल अब चल्दैन। जयकोमा बुलडोजर आउँदैछ। बुलडोजर हाम्रो स्ट्यान्डको आसपासमा पनि एउटा बुलडोजर लाग्छ, लाग्नेछ। नभए तपाईँलाई भएन भने सेन्ट्रलसम्म पनि लेटर लेखेर भिडियो बनाएर पठाउनु म रेडी छु दाजु। जय श्रीराम, जय श्रीराम, जय श्रीराम।